हेलो, आज चाहिँ हामी साथीहरू मिलेर यसो बार्सिलोनाको माथि डाँडातिर आएको। एकदम हाइट रहेछ यो एरियाको, सबैतिर देखिने। सायद मेरो विचारमा अस्ति बाटो आएको हिसाबले चाहिँ मेरो अनुमानमा यो परदेखि सबैभन्दा लास्टको डाँडाहरू चाहिँ फ्रान्स हुनुपर्छ। हो रहेछ नि, एकदम गजबको ठाउँ लाग्यो। तर बार्सिलोना सहर, समुद्र यस्तो हो है, दामी देखिरहेछ। यहाँको ल्याङ्ग्वेजमा लेखिया छ के लेखिया छ भने त यो हेर्दाखेरि पहिला घरहरू जस्तो देखिन्छ, घरहरू चाहिँ भत्काइएको जस्तो देखिन्छ। के यो सहर त फ्रान्स होइन कि, तर जुन देखिन्छ नि परको एरिया, त्यो डाँडा, त्यो एरिया चाहिँ फ्रान्सको हुनुपर्छ। परको डाँडाको पछाडि चाहिँ होला। त्यो एरिया चाहिँ फ्रान्स हुनुपर्छ क्या। यो त होइन, यो त स्पेन नै हो। म्याप चाहिँ यसरी दिएको छ, यो दुई साइडमा, यतापट्टिको साइडमा यस्तो पुरै घरहरू, यो सबै घरहरू देखिरहेछ। योभन्दा अर्को साइडमा योभन्दा अर्को म्याप छ। सर हेर्दाखेरि म्याप त्यो घर बनाएको जस्तो देखिरहेछ। कुनै सभ्यता बसेको थियो जस्तो देखिने कि थाहा भएन। साथीहरूले बदलको कुरा गरिहाल्यो, मलाई नि भन्न मन लाग्यो। जङ्गलहरू चाहिँ सबै बदलहरू पाउँदो रहेछ, बदल खरायो पाउँदो रहेछ। हो नि होइन, हामी त्यतैबाट आएको, त्यही बाटो हुँदै आएको। देखिया छैन हाइट बाल यो डाँडाको बारेमा के बोल्नु छ भने तपाईँको भने राख्नु। मलाई थाहा छैन यो डाँडाको बारेमा। यो स्पेनिस भाषा बुझिएन यो सबै। तपाईँको विचारमा यो पुरानो यो भत्काएको यो घरहरू जस्तो चाहिँ के जस्तो लाग्छ? घरै थियो होला जस्तो लाग्छ। युद्धकालमा सायद जस्तो लाग्छ। के भयो थाहा भएन मलाई। लेखेर त राखेको छ, अब कुरो बुझेन हामी। ट्रान्सलेट गरेर हेरौँ ल।